नमस्कार। आजको हाम्रो यो विशेष विश्लेषणमा यहाँहरूलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले सायद सामाजिक सञ्जाल चलाउने हामी जो कोहीलाई पनि कतै न कतै छुएको छ। विषय हो नेपालको डिजिटल मिडिया र अझ खास गरी रुटिन अफ नेपाल बन्द अर्थात् आरओएनबी माथि उठिरहेका गम्भीर प्रश्नहरू, जसलाई हामीले द डिजिटल किङ मेकर भनेका छौँ। साँच्चै भन्ने हो भने नि यो विषय अहिले निकै संवेदनशील र चिया पसलदेखि सोशल मिडियासम्मकै तातो बहस बनेको छ। आउनुस् यसलाई अलिकति गहिरिएर बुझौँ है त। अब हेर्नुहोस्, आजको हाम्रो यो पुरै बहसको चुरो कुरो एउटै छ। के नेपालको सबैभन्दा ठूलो प्लेटफर्मले बिस्तारै आफ्नो तटस्थता गुमाउँदै त छैन? एकातिर लाखौं मानिसहरू अझै पनि यसलाई एउटा निष्पक्ष समाचारको स्रोत मान्छन्, तर अर्कोतिर नि एउटा गम्भीर आरोप के लाग्न थालेको छ भने यो प्लेटफर्म बिस्तारै एउटा निश्चित राजनीतिक झुकाव भएको माध्यम पो बन्दैछ कि? यो त्यस्तो सानोतिनो बहस होइन नि। यसले त भोलिका दिनमा हाम्रो डिजिटल मिडिया कता जाँदैछ र कसलाई विश्वास गर्ने भन्ने ठूलो प्रश्न खडा गरिदिएको छ। खण्ड 1, आरओएनबीको उदय। तर यो अहिलेको विवादलाई बुझ्नुभन्दा अगाडि हामीले अलिकति विगतलाई फर्केर हेर्नुपर्छ। आखिर शून्यबाट सुरु भएको यो प्लेटफर्म कसरी यति धेरै शक्तिशाली बन्यो त? तपाईँ हामीलाई याद छँदैछ, भूकम्पको बेला होस् वा नाकाबन्दीको समय यसले सूचना दिन ठूलो काम गर्यो। तर युवाहरूले यसलाई त्यति धेरै पत्याउनुको कारण चाहिँ के थियो? पहिलो कुरा त एकदमै छिटो अपडेट आउने, घटना घट्ने बित्तिकै ट्याक्कै मोबाइलमा नोटिफिकेसन आइहाल्ने। दोस्रो भनेको यसको शैली, लामा लामा समाचार पढ्न झर्को लाग्नेहरूका लागि छोटा र छरितो वाक्यहरू। अनि अर्को कुरा, यसले युवाहरूलाई मनपर्ने खेलकुद, मनोरञ्जन जस्ता कुरालाई पनि टन्नै समेट्यो। एक हिसाबले भन्ने हो भने परम्परागत मिडियाको एकदमै फ्रेश विकल्प बनेर आयो। र यही विश्वासले गर्दा नै आज यो प्लेटफर्मसँग लाखौं मानिसको जनमत निर्माण गर्न सक्ने एउटा अभूतपूर्व शक्ति छ। खण्ड 2, राजनीतिक पक्षपातका आरोपहरू। त हेर्नुस्, समय सधैँ एउटै गतिमा कहाँ चल्छ र समय बित्दै जाँदा त्यो अगाध विश्वासमाथि बिस्तारै प्रश्नहरू उठ्न थालेका छन्। पछिल्लो केही वर्ष यता राजनीतिक विश्लेषकहरू र सामाजिक सञ्जालमै धेरै समय बिताउने प्रयोगकर्ताहरूले यसको काम गर्ने शैलीमाथि अलि गहिलो शङ्का व्यक्त गर्न थालेका छन्। खास गरी आलोचकहरू के भन्छन् भने रुटिन अफ नेपाल बन्दले राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपा र रवि लामिछाने अनि काठमाडौँका मेयर बालेन शाह जस्ता उदीयमान अनुहारहरूप्रति अलि बढी नै झुकाव राखेको छ। मतलब उहाँहरूलाई स्पष्ट रूपमा काखी च्यापेको हो कि भन्ने दाबी छ। अब यहाँनिर प्रश्न पारिहालौँ, हामी यहाँ कुनै दल वा व्यक्तिको पक्ष लिइरहेका छैनौँ है, तर मिडियालाई नजिकबाट निहाल्ने पर्यवेक्षकहरूले यो विषयलाई एकदमै जोडतोडका साथ उठाएका छन् भन्ने तथ्य चाहिँ हामीले नजरअन्दाज गर्न मिल्दैन। यो कुरालाई अझ राम्ररी बुझ्नको लागि हामीले एउटा कन्सेप्ट बुझ्नुपर्ने हुन्छ, व्यक्ति केन्द्रित राजनीति। यो भनेको कस्तो अवस्था हो भने जब मिडिया प्लेटफर्महरूले कुनै समाचार दिँदा तटस्थ बस्नुको सट्टा कुनै खास व्यक्ति वा आन्दोलनसँग भावनात्मकमै रूपमै जोडिएर प्रस्तुत हुन थाल्छन्। नेपालमा अहिले यो प्रवृत्ति बढ्दै गएको देखिन्छ र यसले एउटा गम्भीर चिन्ता पनि थपिदिएको छ। के अब मिडियाको स्वतन्त्र र सम्पादकीय धर्म बिस्तारै हराउँदै गएको हो त? लोकतन्त्रमा मिडिया कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा यो एकदमै संवेदनशील विषय हो। खण्ड 3, सफ्ट प्रोपोगान्डाको बहस। आजभोलि सामाजिक सञ्जालका विभिन्न फोरमहरूमा एउटा शब्द निकै सुनिन्छ, सफ्ट प्रोपोगान्डा अर्थात् नरम प्रचार। धेरै आलोचकहरूले यो पक्षपातको आरोपलाई यही शब्दसँग जोडेर हेर्ने गरेका छन्। यो कुनै टिभीको विज्ञापन जस्तो सिधै देखिने कुरा त होइन, तर यसले मान्छेको दिमागमा बिस्तारै प्रभाव पार्दै जान्छ। उहाँहरूको तुलना सुन्दा निकै रोचक लाग्छ। आलोचकहरूको दाबी छ कि एकातिर रासोपाको कभरेज गर्दा उनीहरूसँग जोडिएका विवादलाई सकेसम्म कम देखाउने वा लुकाउने र राम्रा कुरालाई चाहिँ एकदमै बढाएर प्रस्तुत गर्ने गरिन्छ। तर अर्कोतिर नि पुराना दलहरूको हकमा चाहिँ साना साना गल्तीहरूलाई पनि एकदमै आक्रामक रूपमा उठाइन्छ। अब यो दाबी सत्य हो वा होइन त्यो आफ्नो ठाउँमा छ, तर आलोचकहरूको मुख्य तर्क के छ भने यस्तो शैलीले गर्दा समाजमा एउटा असन्तुलित भाष्य बन्छ, जहाँ एउटा दल मात्र सबैभन्दा राम्रो विकल्प हो भनेर मानिसहरूको दिमागमा जबरजस्ती सेट गरिन्छ। र यहीँनिर एकदमै महत्त्वपूर्ण सिद्धान्तले प्रवेश पाउँछ। स्वतन्त्र सञ्चार माध्यमले सत्तामा रहेका सबैलाई समान रूपमा प्रश्न गर्नुपर्छ, चाहे उनीहरू जतिसुकै लोकप्रिय किन नहुन्। यो एकदमै गहिलो कुरा हो। जब रासोपा सडकबाट संसदमा पुग्यो र सत्ताको अभ्यास गर्न थाल्यो, त्यसपछि त मिडियाको निगरानी झन कडा र निष्पक्ष हुनुपर्ने हो नि, होइन र? नेता कति पपुलर छ भन्ने कुराले मिडियालाई प्रश्न गर्नबाट त रोक्नु हुँदैन। आखिर मिडियाको मुख्य काम भनेकै जो सत्तामा छ उसलाई प्रश्न गर्नु हो। खण्ड 4, समर्थकहरूको प्रतिरक्षा।
तर पर्खनुस् है, हामीले के बिर्सनु हुँदैन भने हरेक सिक्काका दुई पाटा हुन्छन्। एकतर्फी कुरा मात्र सुनेर हामी कुनै निष्कर्षमा पुग्न मिल्दैन। यो प्लेटफर्मलाई माया गर्ने र समर्थन गर्ने मानिसहरूको जमात पनि निकै ठूलो छ, अनि उहाँहरूको तर्क पनि उत्तिकै बलियो छ। समर्थकहरू के भन्छन् भने यहाँ कुनै योजनाबद्ध राजनीति वा पक्षपात भएकै छैन, बरु पुराना दलहरूले काम गर्न नसकेपछि जनतामा जुन निराशा छ नि, यो प्लेटफर्मले त्यही आम मानिसको भावनालाई मात्र ऐना जस्तै देखाइदिएको हो। अर्को कुरा, हाम्रा मूलधारे मिडियाहरूले नयाँ शक्ति र युवा नेताहरूलाई पहिलेदेखि नै खासै ठाउँ दिएनन्, त्यसैले यसले ती नयाँ अनुहारहरूलाई अगाडि ल्याउन मद्दत मात्र गरेको हो। अनि अहिले समाज यति धेरै ध्रुवीकृत छ कि एउटा सामान्य सूचना दिँदा पनि मान्छेहरूले तिललाई पहाड बनाएर पक्षपातको ट्याग भिराइदिन्छन् भन्ने समर्थकहरूको स्पष्ट भनाइ छ। खण्ड 5, स्वतन्त्र मिडियाको भविष्य। हेर्दाखेरि यो कुरा एउटा प्लेटफर्म वा कुनै एउटा दलको मात्र जस्तो लाग्न सक्छ, तर खासमा भन्नुपर्दा यो त समग्र स्वतन्त्र पत्रकारिताप्रतिको विश्वाससँग जोडिएको विषय हो। यदि हाम्रा डिजिटल मिडियाहरू यसरी नै कुनै भावना वा राजनीतिक धारतिर ढल्किँदै गए भने भोलिको दिनमा यसले कत्रो ठूलो समस्या निम्त्याउला, सोच्नुस् त। जब हामीले धेरै विश्वास गरेका प्लेटफर्महरू नै किङमेकर बन्न खोजेको जस्तो देखिन थाल्छन्, तब मानिसहरूको मिडियाप्रतिको भरोसा नै डगमगाउन सक्छ। त्यसो भए अब के गर्ने त? यो डिजिटल दुनियाँमा सही सूचना कसरी पाउने? यसका लागि हामी आफै पनि अलि स्मार्ट हुनैपर्छ। पहिलो कुरा, मिडिया साक्षरता। कुन सत्य हो, कुन कसैको विचार हो र कुन चाहिँ प्रोपोगन्डा हो भनेर छुट्याउन सक्नुपर्छ। दोस्रो, वास्तविक र खोजमूलक पत्रकारिता गर्ने स्वतन्त्र मिडियालाई सपोर्ट गर्ने। र तेस्रो, इन्टरनेटमा जे देख्यो त्यही विश्वास गरिहाल्नुको साटो अलिकति फ्याक्ट चेक गर्ने बानी बसाल्ने। यो डिजिटल युगमा यो कुरा त हामी सबैको लागि एकदमै अनिवार्य भइसक्यो। ल, कुरा गर्दा गर्दै हामी आजको यो विश्लेषणको अन्त्यतिर आइसकेछौँ। अन्त्यमा एउटा निकै गम्भीर प्रश्न छोडेर जान मन लाग्यो। प्रश्न के भने, जब हामीले सबैभन्दा धेरै विश्वास गरेका मिडिया प्लेटफर्महरूले नै कुनै एउटा पक्ष रोज्न थाल्छन् नि, तब सत्यको रक्षा चाहिँ कसले गर्छ त? यो यस्तो प्रश्न हो जसले हामीलाई मिडियाको निष्पक्षता कति जरुरी छ भनेर सोच्न बाध्य बनाउँछ। त्यसैले अबदेखि आफूले दिनौं हेर्ने, लाइक गर्ने र शेयर गर्ने प्लेटफर्महरूलाई अलिकति आलोचनात्मक चस्माले पनि हेर्ने गरौँ। आजको यो विश्लेषणमा अन्त्यसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आफूले पढ्ने र सुन्ने सूचनाप्रति सधैँ सचेत रहौँ र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रश्न गर्न नछोडौँ।